त्यो हो नृत्य कला। आज जगदीश्वर शिव पाञ्चायन मन्दिरका उपसमिति बुद्ध शान्ति 2 जयपुरबाट आदरणीय पार्वती देवी रिमाल संगीत लेखक, खोइ को हुनुहुन्छ हात उठाइदिनु, खोइ पार्वती रिमाल ए उहाँ ल पार्वती रिमाल। हामी जगदीश्वर शिवालय मन्दिरमा पनि भव्य पुराण वाचन गरिसकेका छौँ र त्यहाँबाट सरस्वती पौडेल, बाबु क्यामेरा उता मुभ गर्नु, सरस्वती पौडेल, दिवा सापकोटा हात उठाइदिनुहोस्, जसोदा पौडेल, खिना गौतम, पवित्र बराल घिमिरे, कमला मिश्र, जानुका नेउपाने, मुना काफ्ले, सरिता घटानी, हाँ घटानी कि जटानी हो ए यहाँ त जटानी लेखिदिएको छ, त्यही भएर सरिता घटानी, ताली बजाइदिउँ उहाँहरू सबैजनालाई। ए आनन्द सङ्गिनी होइन यो सङ्गिनी ल, आनन्दले आमाहरू एकछिन नउठिदिनु भएको भए हुन्थ्यो दिदीबहिनीहरू, किनभने यो दृश्य पछाडि पनि हेर्नु, पछाडि त बस्नु भएको छ, हजुरहरू बसेका उठिदिनु भयो कि एकछिन बसिदिनु न 5 मिनट। र त्यस पछाडि गएर उहाँहरूको यो सङ्गिनी आफ्ना कलश लिएर एउटै वेशभूषा साडीमा श्रृङ्गार भेषमा सजिसक्नु भएको छ। बिचमा देवादिदेव महादेव हुनुहुन्छ। आउनुहोस् यो सङ्गिनीलाई अब हामीले एकचोटि नजर गरौँ, उहाँहरूको प्रस्तुति अहिलेको लागि।
ताली 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 सजन कति आनन्द। उति नै राम्रो अनि यो सङ्गीनी गायन त्योभन्दा धेरै अति उत्कृष्ट प्रस्तुति यहाँहरूको यो सङ्गीनी हराउँदै गएको यो सङ्गीनी हाम्रो आफ्नो पूर्वको एउटा कला एउटाको संस्कृति सभ्यताको उदय गराउँदै जगदीश्वर शिवालय शिव पाञ्चायन मन्दिर उपसमिति बुद्ध शान्ति जयपुरबाट यो सुन्दर प्रस्तुतिको लागि एकचोटि ताली बजाइदिउँ। यही कोशी यही कोका यिनै पाथिभरा यिनै अर्जुनधारा कति राम्रो। यो नभएको भए त हाम्रो यो वायु पुराण यो नि अधुरो रहने रहेछ। यति राम्रो प्रस्तुति आज गराउँदै आजको यो महान दिन मङ्सिर महिनाको 1 गते सोमबारका दिन वायु पुराणमा यहाँहरूको यस कार्यक्रमलाई हामी हृदयदेखि नै आभार प्रकट गर्दै स्वागत गर्दै यहाँहरूको यो कला यहाँहरूको यो सङ्गीनी यस्तै हाम्रा उदाहरणीय बन्दै जाउन्। हाम्रा गाउँठाउँमा हाम्रा आउने भाइ बहिनीहरूले पनि यसलाई फलो गर्नेछन् र यो संस्कृति सम्पदालाई हामी अगाडि बढाइराख्नेछौँ।